फेरि सास फेरि राडी छ र बाजा हान्दा त थचकै बस्यो सिन्दुर लाएर यार पुर्जेलाई यो त मैले बक्सरमा हान्दियो फेरि खोइ भएन मैले कुरा त लाएर बोकेर हिँडेछ फेरि मलाई तिमी काठ बजी तपाईँको जस्तो केटाहरूले बोकेर हिँडेछ रोड यार सब सिन्दुर लाएर यो के जाँदो रहेछ भने गुरुङ त तगडै हुन्छ भन्छ झन् फेरि मान्छेले उचालिदिनु तामाङ मुर्ता नि हरामी त्यो त मेलमा है बसिरहेको ए भगवान राडी छोरा कहिले गर्दैन समाज गरेछ 3 दिनसम्म सह्यो मैले है तपाईँले साँच्चै गरिदिनु खेल गरे हजुर के सक्छ रे यार यस्तो पुच्याले भन्छ झन् पर गजार्छ मलाई त साउ नि त्यही हो एक रत्न साउ भन्ने मिसिनको त नि ल मान ताहा ल आज काम माया मार लर भन्छ त्यो पालो फेरि के अरे लर पनि त यस्तो भइसक्यो है तिमीले हेप्यो नि धेरै 3 दिन त सह्यो 4 दिनको बिचमा आएको 9-10 बजी आइरहेको थियो साउनी बाइक लिएर आइगयो मिसिन कता सामान आएको छ उरो उता स्वयम्भूको छ उता यो बनेपाको पनि छ हजुर त्यही पिन्ने होला हजुर भन्यो त्यो नि राडी छोरा 10 साले कुटकुट आयो त्यसलाई माछ चिक्ने मलाई त ढ्याप मार्नु बित्तिकै पाँच हाने मुजीलाई लर्ने हो माछीलाई आँट्या छ माछी लग्छ हानेको त्यो नि खेलेको रहेछ गाडी हान्दा थाहा लग उताको है त्यहाँबाट फेरि प्याचै हाने त गालामै पर्यो ल अब यिनीहरू त साँच्चै लड्ने हो क्या त अब साँच्चै भइसक्यो कहाँ खेल अब भाँच परेको छ माछी न आधा घन्टा लाग्यो मुज तारलाई ढाल्नु त विश्वास अलि नरम हुँदै गयो माछी पिनेलाई अब हाल्नु रहेछ पाँच हाने पैसा त्यो त मैले त्यसो सेल्याएको